नमस्कार, सर्वसमाजमा यहाँहरूलाई स्वागत छ। म सन्तोष दाहाल। विशेष गरी यस कार्यक्रममा नेपालको वर्तमान परिस्थितिका साथसाथै शिक्षा, स्वास्थ्य, राजनीति, साहित्य, रोजगारी, विकास निर्माणका साथै समसामयिक विषयवस्तुलाई आधार मानेर विभिन्न पेशा, व्यवसाय, सामाजिक कार्य लगायतमा संलग्न भोइ मान्छेहरूदेखि विशिष्ट तहमा रहनुभएका विषयवस्तुमा जानकार व्यक्तित्वहरूसँग संवाद गरिनेछ, जसले नेपालको वर्तमान समस्या र त्यसका समाधानका बाटाहरू पहिल्याउन सकोस्। यही उद्देश्यका साथ सर्वसमाज कार्यक्रमको आरम्भ भएको छ। यहाँहरूको सल्लाह सुझावका साथै सहयोगको अपेक्षा गरेको छु। यस कार्यक्रम articlespaper.com र युट्युब च्यानल मुनलाइट मिडियाबाट एकसाथ प्रकाशन तथा प्रसारण हुनेछ। विक्रम सम्वत 2026 साल भदौ 10 गते गण्डकी प्रदेश कास्की जिल्ला साबिकको पुम्दी गाविस वडा नम्बर 4, हाल पोखरा महानगरपालिका वडा नम्बर 22 पुम्दी ठोलीबिडीमा जन्मिनुभएका डाक्टर खगराज बराल नेपाल सरकारका पूर्व सचिव साथै शिक्षाविद, लेखक तथा साहित्यकार हुनुहुन्छ। डाक्टर बरालका थुप्रै कविता, गीत, निबन्ध, समालोचना, नाटक, कथा, उपन्यास लगायतका पुस्तक प्रकाशित छन्। साङ्गीतिक क्षेत्रमा पनि उहाँ सक्रिय हुनुहुन्छ। बरालले 300 भन्दा बढी गीत लेखिसक्नु भएको छ भने करिब 20 वटा गीत सङ्गीतबद्ध भइसकेका छन्। विक्रम सम्वत 2048 साल माघदेखि विद्यालय तहको शिक्षक भएर सेवा प्रवेश गर्नुभएका बराल निजामती सेवामा विक्रम सम्वत 2051 भदौदेखि 2078 असारसम्म संलग्न रहनुभयो। बरालले विद्यालय निरीक्षकदेखि शिक्षा सचिवसम्मको जिम्मेवारीमा रहेर शिक्षा क्षेत्रमा लामो समय काम गर्नुभएको छ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय जस्ता महत्त्वपूर्ण कार्यालयहरूमा सचिवको जिम्मेवारी वहन तथा कार्यानुभव छन्। यसका साथै राष्ट्रिय सूचना आयोग र उपराष्ट्रपतिको कार्यालय तथा विशेष गरी कोभिड-19 को सङ्कट व्यवस्थापन केन्द्रमा पनि सचिवका रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ। हाल डाक्टर बराल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा विक्रम सम्वत 2078 सालदेखि प्रज्ञा प्रतिष्ठान सेवा आयोगको अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहनु भएको छ। यसका साथसाथै डाक्टर बरालले साहित्यमा श्रमिक बराल र अन्य लेखनमा खगराज बरालका नाममा निरन्तर कलम चलाइरहनु भएको छ। यहाँलाई स्वागत छ डाक्टर साहब। धन्यवाद। आराम हुनुहुन्छ? ठिक छ। अब यहाँ यति धेरै कुरामा संलग्न हुनुहुन्छ, यहाँले समय व्यवस्थापन चाहिँ कसरी गर्नुहुन्छ? अब संलग्न कतिपय थिए पनि हजुर, अब म नेपाल सरकारबाट निवृत्त भइसकेको छु है, तैपनि एउटा जिम्मेवारीमा छु अहिले पनि। यो हो किनभने समय भनेको सबैलाई 24 घण्टा हो, दिनरातमा, त्यसलाई व्यवस्थापन गर्ने हो। हजुर। अब तपाईँले मलाई कोर काम र नन कोर काम भन्ने छुट्याउनुपर्छ कि हाम्रो कामहरू। जस्तै म अफिसमा अड्डाको काम भने मेरो मुख्य काम हो। अब लेख्ने काम भनेको मेरो मुख्य काम होइन, यो म साइडमा लेख्ने हो। अब त फेरि लेख्नलाई पनि विषयवस्तु चाहियो, त्यो अनुसारको मनस्थिति पनि भन्नु पऱ्यो नि, र त्यसले भित्र खचखचाएपछि पनि लेख्ने हो। त्यसले गर्दाखेरि यसलाई कहिले हामीसँग हुने सार्वजनिक विधा पनि हुन्छन्। र तपाईँको चाहिँ म सरकारी सेवामा काम गर्दा विशेष गरी सचिव हुँदाखेरि केही अड्डाहरू मेरो कामको लोड कम भएका, जस्तै उपराष्ट्रको कार्यालय, क्षेत्रीय प्रशासक भन्ने बसे 2टा अड्डामा, सुर्खेत र पोखरा। डाक्टर साहब, हामी त्योभन्दा पनि अगाडि यहाँले सुरुमा अध्ययन चाहिँ कसरी सरकारी स्कुलबाट प्राइभेट स्कुलबाट हजुरको पालामा कसरी? हाम्रो पालामा त प्राइभेट निजी क्षेत्रका स्कुलहरू, निजी लगानी स्कुलहरू त खासै त्यस्तो थिएन। हजुर। हामीले सुन्दाखेरि बुढानी ग्रन्थ, सिद्धार्थ वनस्थली, आनन्द गुठी,
ल्याबोरेटरी यस्तै यस्तै सुन्थ्यो काठमाडौँ भने म पोखराको मान्छे पोखरामा गण्डकी बोर्डिङ थियो। अब त्यो गाउँमै राम्रो शिक्षकबाट पढाइ पठन पाठन हुने त अवस्था कम भयो बेला हामीले अब गण्डकी बोर्डिङ पढ्ने भनेको त हाम्रो त्यो सपना पनि थिएन। सपना पनि हामी सोध्दैनथ्यौँ। भनेपछि म सामुदायिक विद्यालयमा पढेँ। कति सालमा एसएलसी? मैले एसएलसी दिएको 2042 साल। 2042 सालमा। त्यस पछाडि कुन विषय? 42मा एसएलसी दिएपछि 43मा यसको नतिजा प्रकाशन भयो। म नियमित रूपबाटै पास भएँ। अनि म पृथ्वीनारायण क्याम्पसमा शिक्षाशास्त्र सम्काय भन्ने सम्कायमा भर्ना भएँ र मैले त्यो परिणत प्रमाणपत्र त शिक्षामा अनि स्नातक पनि शिक्षामा गरेर फेरि 48मा मैले ब्याचलर होइन बिएड गरेपछि मास्टर डिग्री पढ्न भनेर काठमाडौँ आउने पनि सोच भएर यहाँ आएर फारम पनि भरेँ किर्तिपुरमा। तर अब पढ्दै कमाउँदै हुन्छ नि अहिले होइन। अब त्यो नगरी उपाय भएन। अरू पढ्ने विद्यार्थी जस्तो हुन सकिँदैन अब, किनभने घरमा भाइहरू पनि पढ्ने थिए। बुवाको मात्रै एउटा आम्दानीले गाह्रो हुन्छ भनेपछि म अब पढ्दै पनि कमाउँदै गर्नुपर्छ भनेर फेरि पृथ्वीनारायण क्याम्पसमा मास्टर डिग्री भएर गएर अनि नवीन माध्यमिक विद्यालयमा शिक्षकको रूपमा निजी स्रोतमै पढाउन सुरु गरेँ। ए हजुरले पढाइ कम्प्लिट नगरिकन होइन स्नातक सकेपछि म पहिला निम्न माध्यमिक तहको पछि माध्यमिक तहको शिक्षक पनि भएँ। भनेपछि माध्यमिक तहको शिक्षण स्नातकले पुग्यो नि त। अनि त्यसपछि मैले तपाईँको चाहिँ त्यही बेला बिहानमा पृथ्वीनारायण क्याम्पसमा गएर स्नातकोत्तर पनि अध्ययन गरेँ, त्यो पनि पुरा गरेँ। अनि त्यसपछि म चाहिँ फेरि निजामतीतिर छिरेँ। हजुर निजामती चाहिँ हजुरले पढाइसकेपछि? पढाइसकेपछि भने मैले मास्टर डिग्री सकिएको थियो म निजामतीमा। हजुर त्यो परीक्षा बाँकी थियो। यहाँले कुन तहबाट सुरु गर्नुभयो निजामतीमा? म अधिकृतबाट। हजुरले चाहिँ नि पहिलो पटक नै अधिकृतमा नाम निकाल्नु भयो? पहिलोचोटि आएर दिएँ नन्दीमा एग्जाम सेन्टर थियो। हामी विद्यालय निश्चय हुन्थ्यो। त्यसमा निस्क्यो अन्तर्वार्ता म सफल हुन सकिनँ। अनि फेरि दोस्रोचोटि दिएँ तुरुन्तै खुल्यो, म सफल भइहालेँ। त्यसपछि अनि तपाईँको निजामती सेवाबाट मेरो अगाडि बढ्यो। त्यो बढ्दै जाँदा मैले एमएड पनि त्यही बेला हामी शिक्षामा स्नातकोत्तर पनि गरेँ। एमएड सकेपछि अनि यही जागिर खाने अनि त्यसको अब वृत्ति विकासमा जाँच दिने पढ्ने। म धेरै टिचर ट्रेनिङमा नि लगभग मैले अधिकृत 14 वर्ष काम गर्दा झन्डै 6 वर्ष म त टिचर ट्रेनिङमै बसेँ शिक्षकहरूलाई तालिम दिएर है। त्यसले गर्दा मलाई त्यो तालिममा बस्दाखेरि पढ्ने पढाउने काममा चाहिँ मलाई अलिकति अध्ययन गर्ने बानी पनि त्यसले अलिक बढायो। किन प्रशिक्षक भएपछि त्यहाँ हामी त मास्टर प्रशिक्षक भन्ने पनि हुन्थ्यो। त्यसमा चाहिँ माध्यमिक तहका शिक्षकहरू अथवा क्याम्पसका उपप्राध्यापक सहायक प्राध्यापक नै आउनुहुन्थ्यो। उहाँहरूलाई क्लास दिनुपर्ने भने चाहिँ मेरो तयारी पनि चाहिन्छ नि भन्ने हिसाबमा चाहिँ हामी अलिक तयारी गर्दा गर्दा त्यसले आफ्नो पढ्ने पनि बानी पनि पऱ्यो। त्यसरी चाहिँ अगाडि बढ्यो। फेरि यहाँको त निजामती सेवामा अधिकृतबाट जुन सुरु गर्नुभयो यहाँलाई एकैचोटि सहसचिवमा नाम निकाल्नुभयो? उपसचिव हुँदै त्यसरी गएन? हजुरको जुन त्यो एउटा शिक्षा क्षेत्रमा त त्यसै पनि समय एकदम दिनुपर्छ, त्यहाँ खट्नुपर्छ। त्यसको बावजुद पनि हजुरले पढाइलाई त्यति धेरै दिनुभयो, कसरी समय म्यानेजमेन्ट गर्नुहुन्छ? यसो के अरे म चाहिँ तपाईँको लेख्न त त्यतिखेर धेरै लेखेन होइन। तपाईँ पढ्ने अनि यो इन्स्ट्रक्टर भयो हुनाले प्रशिक्षक भयो पढाउने कामहरू हुँदाखेरि केही खोज्ने होइन अनि नयाँ कुरा कसरी दिन सकिन्छ परीक्षार्थीलाई भन्ने त्यो खालको सोच भएको हुनाले मैले चाहिँ हुन त उपसचिव पनि जहाँ दिए हो 2 चोटि मैले लिखितमा पनि नाम निकालेँ। अन्तर्वार्तामा सफल हुन सकिनँ। त्यसले गर्दा मेरो त्यो धेरै टाइम दिएर पढिनँ मैले, तर निरन्तरता चाहिँ दिएँ। निरन्तरता दिइसकेपछि लोकसेवा आयोगको के भन्छ भने यो पढ्ने मात्रैले पनि पास गर्दैन, त्यहाँ लेख्ने अभ्यास राम्रो चाहिन्छ अथवा आफ्नो लेखनलाई कसरी राम्रो बनाउने भन्ने खालको। त्यसले गर्दाखेरि मैले लेखनलाई एउटा जुन ढाँचा दिएँ त्यो ढाँचाबाटै मेरो म सफल भयो हो। म धेरै पढेर होइन भन्छु मैले होइन, किनभने धेरै पढिरहनु पनि परेन, कुराहरू मात्रै बुझ्दा पुग्छ। अब अर्को चाहिँ जुन समयको कुरा गर्नुहुन्छ नि म अलिकति अरूभन्दा अलिक फरक छु कि थोरै कुरामा। जस्तै म सामान्यतया बेलुका 9 बजे सुत्ने
होइन बिहान 4 बजी उठ्ने त्यसले गर्दा म धेरै घुमफिर गर्ने यस्तो तपाईँको अब अन्य मेरो चाहिँ त्यो कुलत पनि छैन जस्तै म तास खेल्ने बेलुका चाहिँ यसो रमाइलो गर्ने भन्नेतिर मेरो बानी नभएको त्यसले गर्दा मलाई त्यो बिदा दिनुपर्ने मजाले प्रशस्तै भयो जस्तो लाग्छ क्या म पनि अहिले पनि केही न केही काम गरिरहेको हुन्छु मैले अहिलेको अवस्थामै म प्यारलली 2-3टा कुराहरू लेखिरहेको छु र मेरो विचारमा अब मेरो 3टा किताब चाहिँ तयार हुँदैछ कसरी तयार हुन्छ भन्दा साथीहरूले म लेखिरहन्छु किन मैले मेरो पाठ गीत पनि होइन हजुरले चाहिँ जस्तै शिक्षा मन्त्रालयको शिक्षा सचिवको जिम्मेवारीहरू पनि काम गर्नुभयो प्रधानमन्त्री कार्यालय लगायत विभिन्न कार्यालयमा हजुरले सचिवको रूपमा महत्त्वपूर्ण जिम्मेवारी प्रशासकका रूपमा काम गर्नुभयो त्यही बेलामा पनि हजुरले यो पिएचडी पनि त्यति बेलै हजुरले पुरा गर्नुभयो त्यहाँ सँगसँगै हजुरले यो साहित्यिक किताबहरू विभिन्न किताबहरू सिकाइ शैली स्यानी अब अहिले पछिल्लो समय प्रतिरूप छ लगायतका पुस्तकहरू चाहिँ लेखिराख्नुहुन्छ असाध्यै बजारमा चर्चित छन् त्यो समयलाई चाहिँ हजुरको तपाईँले भनेको कुरा कि विद्यावारिधि पनि अलिकति मेहनतै गर्नुपर्ने क्षेत्र हो होइन यतिकै विद्यावारिधि गाह्रो हुन्छ र म सहसचिव हुँदाखेरि प्रवेश गरेको थिएँ प्रवेश गरेपछि तपाईँको चाहिँ त्यो सक्नलाई मलाई अलिकति सहयोग केले मिल्यो भने मलाई मैले अलिअलि एक्सर्साइज त गरिरहेको थिएँ तर खासै त्यति राम्रो गर्न सकेको थिइनँ ठ्याक्कै मेरो स्वास्थ्य तथा जनसेवा मन्त्रालयबाट उपराष्ट्रपति कार्यालयमा सर्नु भयो अनि त्यसपछि के भयो भने कोभिडले गर्दा लकडाउन भयो त्यो समय मैले अधिकतम उपयोग गरेर त्यसमा मैले 2टा काम गरेँ एउटा मेरो पिएचडीको त्यो शोधपत्र लेख्ने डाटा कलेक्सन भइसकेको थियो तर लेख्ने कामले लेख्दै अनि मेरो शोध निर्देशकलाई बुझाउँदै उहाँको घरको गेट बाहिर मैले भित्र फालिदिन्थेँ अनि उहाँले त्यसलाई उसमा राख्नुहुन्थ्यो अनि पछि उहाँले पढेर फेरि मलाई खबर गर्नुहुन्थ्यो म लिएर जान्थेँ यसरी गर्दा त्यो समय मैले अत्याधिक प्रयोग गरेँ र उहाँलाई दिइसकेपछि बिचरा खाली छ है अब तपाईँको चाहिँ कोभिडको लकडाउनमा त हामी घरमै बस्यौँ उपराष्ट्रपति कार्यालयमा त्यति फङ्सन पनि थिएन अहिले हामी घरमै बसिरहेको थियौँ बस्दाखेरि मैले रामायण महाभारत अनि यो गीता यी आदि पनि मैले फेरि एक चरण पढेँ मलाई चाहिएको पनि थियो त्यसपछि मैले चाहिँ यो स्यानी पनि मसँग त्यो प्लट बनाएको थियो त्यसलाई कसरी लेख्ने भन्ने थियो अनि त्यही बेला मैले साँच्चै नडाँटी भन्दा मैले स्यानी चाहिँ 13 दिनमा लेखेको थियो होइन त्यहाँ 13वटा अङ्क छ होइन 13वटा अङ्कलाई मैले 13 दिनमा लेखेको तर त्यसको लागि प्लट जम्मा गर्न मलाई समय लाग्यो यत्तिकै तुरुन्तै प्लट भनेको त होइन बल्ली कलम लिएर अथवा कम्प्युटरमा बस्ने बित्तिकै हरेर आउनु त होइन त्यसले त पहिला सोचेर प्लट बनाउनु पऱ्यो नि खाना तपाईँको तर सब्जी तरकारी बनाउँदाखेरि त तपाईँले कराईमा अथवा कुकरमा पकाउन तयार हुनलाई त सबै तयार गर्नु पऱ्यो नि कुन सब्जी पकाउने के गर्ने टमाटर आलु धनियाँ सबै तयार गरे जस्तै हाम्रो पनि लेखनमा चाहिँ सबै चाहिने के अरे पात्र र कथावस्तु त तयार गरेर बस्नु पऱ्यो नि त्यसरी चाहिँ अब हजुरले जस्तै अब हामी शिक्षाको कुरा गर्दाखेरि अब कुरा गर्नुपर्ने त धेरै हुन्छन् तर यो हाम्रो शिक्षा चाहिँ यो पछिल्लो समय जुन केही समय अगाडि शिक्षकहरूले एउटा आन्दोलन पनि गर्नुभयो यो पछिल्लो समय चाहिँ शिक्षकहरूको माग र यो शिक्षाको बारेमा थोरै अब कस्तो लाग्छ वास्तवमा अब म शिक्षामै लामो समय काम गरेँ हुनाले त्यसमा मेरो आफ्नै पनि धारणा छ अब पदमा बस्दाखेरि सरकारको नीति कार्यक्रम अनि सरकारी कानुनहरू अनि त्यसपछि बजेटहरूलाई परिधिमा बसेर नै बोल्नु पर्ने हुन्छ किनभने सचिव जस्तो व्यक्तिले बोल्दाखेरि त्यसले महत्त्व अथवा अर्थ पनि राख्छ अहिले म त निवृत्त छु त्यो हिसाबमा वास्तवमा शिक्षकहरूका मागहरू अब 75 सालमा मैले वार्ता टोली संयोजक भएर दस्तखत गरेका छन् यो उहाँहरूको मागहरू तुरुन्तै यो केही ती देखिने मागहरू भन्दा पनि अलिकति हेडिकल्ली चेन्ज गर्ने खालको मागहरू छन् जस्तै कतिपय कुरा त संविधान पनि संशोधन माग्छ जस्तो लाग्छ मलाई अब यो हिसाबले हामीले शिक्षकलाई चित्त बुझाउन सकेनौँ र अहिलेका शिक्षकलाई चित्त नबुझाए पनि अब आउने शिक्षकहरू यो अवस्थामा शिक्षक पेसामा आउँछन् जस्तो लाग्दैन त्यसले गर्दा यसलाई आकर्षक बनाउनलाई सरकारले संसदले पनि अलिक फरक ढङ्गले सोच्नुपर्छ
र अहिलेका जुन पहिला हामीले सरकारी तर्फबाट जति सहमति गरेका छौँ नि अथवा सम्झौता गरेका छौँ ती चाहिँ पालना चाहिँ हुनुपर्थ्यो किनभने के बुझ्दाखेरि हामी यी काम गर्न सक्दैनौँ भनेर हामीले उहाँहरूसँग सम्झौतामा त्यो बुझ्न नराख्नु भएको होइन एउटा कुरा हुन्थ्यो अब हामी त्यो गर्छौँ भनेर भन्ने अनि अहिले यार नगर्दा त बेमानी त हामी भयौँ नि त त्यसले गर्दाखेरि अब कुन चरणमा कति स्टेपमा सकिन्छ जस्तै राष्ट्रिय शिक्षा पद्धति योजना पनि 4-5 चरणमा देशमा लागू भएको नि कतिपय मागहरू चाहिँ अहिले तत्कालै गर्ने तुरुन्तै गर्न सकिने क्याबिनेट निर्णय गरेर गर्न सक्ने नियावली प्रबन्ध गरेर गर्न सक्ने मागहरू त्यसरी क्याटेगोराइज गर्नु पऱ्यो र लङ टर्म अब अलिकति रिसोर्स चाहिने हो भने हामीले एकचोटि विद्यालय के अरे परिचरहरूको लागि गर्दा पनि पहिलो वर्ष 42,000 अर्को वर्ष 52,000 अर्को वर्ष 62,000 भनेर 66,000 एउटा त्यसरी सम्झौता भएको थियो त्यसले गर्दा यसलाई सोल्युसनमा जानलाई केही न केही ती कुराहरू प्रबन्ध गर्नुपर्छ र माग चाहिँ अहिलेको शिक्षाको मागलाई पुरा गर्न अङ्क नआएर अहिले मैले धेरै हेरेको छु सूचनाहरू दोहोरोचोटि तेह्रोचोटि चौधोचोटि विज्ञापन भएको के 7औँचोटि पनि देखाएको छु भनेपछि हामीले यो सहर बजारमा त हामी शिक्षक पाउन सकिरहेको छैनौँ भने अब ग्रामीण क्षेत्रमा हाम्रा दुर्गम क्षेत्रमा म पढ्दाखेरि हाम्रो प्रधान पञ्च र प्रधानाध्यापक हेरसहर गएर गोरखपुरबाट होइन अशोक कुमार गुप्ता भन्ने एउटा म्याथ र साइन्स पढाउने ल्याउनु भएको थियो अब भोलि हामीले विदेश गएर फेरि जनशक्ति खोज्नुपर्ने अवस्था आयो भने त यत्रो हामीले गरेको लगाइ नै हामी यति धेरै परिवर्तन गरिसक्यौँ शिक्षामा हामीले अवस्था राख्दैन त्यसले गर्दा शिक्षामा सुधार गर्ने भनेको शिक्षकहरू नै राम्रो क्वालिटीका शिक्षकहरू इन्टेक गर्ने भर्ना गर्ने त्यही गर्दै जान्छ त्यसले गर्दा अलिकति नियममा कानुनमा हाम्रो प्रावधानमा केही त्यस्ता अप्ठ्यारो छन् सल्ट हुनुपर्छ जस्तै मैले भन्छु यो लाइसेन्सको कुरा त्यति जरुरी हो कि होइन भनेर पनि सोच्नुपर्ने हुन्छ एउटा अब अर्को चाहिँ हाम्रो के अरे जुन शिक्षाशास्त्र अध्ययन संस्थान अथवा शिक्षाशास्त्र संकायमा पढेका मात्रै शिक्षक हुने कि अब अन्यतिर पढेका पनि शिक्षक हुन सक्छन् भने त हामीले अन्यतिर लिन पर्ने पनि छ नि हामीलाई अकाउन्टको कम्प्युटरको अहिले त यो टेक्निकल पनि छ नि के अरे इन्जिनियरिङदेखि एनिमल साइन्स प्लान्ट साइन्स हामी त शिक्षा पढेका मात्रै भन्नु मिल्दैन नि त्यसले गर्दाखेरि ओपन शिक्षा पढेका पनि आउने अनि अरू पनि आउने गर्नै हो कि त्यो पनि सोच्नुपर्छ कि भोलि हामीले जनशक्ति पाएन भने त त्यो पहिला जनशक्ति नपाएर 3 पासे 5 पासेले नै 8 पासेले नै पढाएको थियो नि त अब पछि पर्याप्त भएपछि हामी छोड्यो नि त त्यसले गर्दाखेरि जनशक्ति हामीलाई कस्तो चाहिन्छ भन्ने खालको अलिकति गम्भीर किसिमले छलफल गरेर संसदले पनि निचोड्न पुग्नु पर्ने हाटहुट गरेर गऱ्यो भने समस्या जस्तै रहन्छ कि अहिलेलाई समस्या हुन्छ दीर्घकालीन रूपमा फेरि यसलाई सल्भ गर्छ जस्तै लाग्छ जस्तै त्यो एउटा विषय भयो अर्को विषय चाहिँ हाम्रो नेपालको हावापानी माटो अनुसार अलि व्यवहारिक खालको नेपालमा प्रयोग हुने खालको यो शिक्षाको चाहिँ करिकुलम पनि हामीले चेन्ज गर्नुपर्ने हो कि जस्तो अब यसो हो कि हाम्रो शिक्षा पद्धति भने हाम्रो शिक्षा पद्धति मेकाले शिक्षा पद्धति चाहिँ ठ्याक्कै आएको हो किनभने हामीले के अरे हाम्रो 1910मा चाहिँ दरबार स्कुल स्थापना भयो पहिलो होइन मोडर्न स्कुल आधुनिक शिक्षाको त्यो गर्दैन हामीले ल्याएको त इन्डियाको करिकुलम उनीहरूको टेक्स्ट बुक सबै त्यही हो नि अनि हाम्रा मान्छेहरू पनि कति कलकत्ता गएर पढे कति पटना गएर पढे कति बनारस गएर पढे उहाँहरूले त्यही मेघालय सिस्टमबाटै उहाँहरू दीक्षित भएर आउनुभयो त्यसले गर्दाखेरि ठ्याक्कै यही आएको त्यही भएर अहिले के भयो भने हाम्रो पढाइले के गर्ने भयो भने खालि रोजगारी मात्रै खोज्ने कि स्वरोजगार नगर्ने पढिसकेपछि जाहिर सरकारले जाहिर दिएन अथवा यो काम पाइएन भन्ने कि होइन यहाँ त तपाईँको अब प्रोडक्सन क्षेत्र त थुप्रो छ नि कृषि उस्तै छ पशुपालन छ अथवा तपाईँ हामी इन्डस्ट्रीको मात्रै कुरा गर्छौँ कि इन्डस्ट्रीमा कति अट्छ र भनेपछि इन्डस्ट्रीमा त निश्चित टेक्निकल ह्युमन रिसोर्स मात्रै लाग्छ नि त्यसले गर्दाखेरि अब हाम्रो अब अन्य क्षेत्रहरू पनि हामीले उपयोग गर्नु जडीबुटीदेखि लिएर अन्य हामीले गर्न सक्छौँ भन्नेतिर हामी गएनौँ नजाने बित्तिकै हामीले के गर्यो भने पढ्ने बित्तिकै हामीले के खोज्यो भने सरकारी नोकरी अथवा कुनै अब हर्टिकल्चर जब भन्छ नि अलि के अरे सुट लाएर के अरे जुत्ता टल्काएर टक्कै जाने टाइपको त्यसलाई यस्तो खालको खोज्दा हामीले प्रकृतितिर लान सक्यौँ न माटोसँग लान सक्यौँ न हाम्रो वनस्पतितिर लान सक्यौँ त्यसले गर्दाखेरि ब्रिटिसहरूले त आफ्नोमा त सबै गरेका छन् नि
त्यसले गर्दा धेरैले के भन्छ अहिलेको शिक्षा वैज्ञानिक भएन प्राविधिक भएन गरी खानु भएन भन्छ नि किन त मेकाले सिस्टम भइन्जेलसम्म त्यसले के भन्थ्यो भने क्लरिकल उत्पादन गर्ने भनेर बनाएको सिस्टमलाई हामीले फलो गरेका छौँ भनेपछि हामी त के भने क्लरिकल हो कि लाएर काम गर्ने पाए देशमै गरे नभए विदेशमा गर्ने फर्स्टम्यान होइन कि लाएर काम गर्ने जस्तै हामीले अब यो करिकुलम चाहिँ यो शिक्षामा एउटा प्रविधिसँग जोडेर प्राविधिक कुराहरू अनि व्यावसायिक कुराहरू जस्तै प्रविधिको कुरामा जस्तै हजुरलाई एउटा कुरा सम्झाउँछु किर्तिपुरको डाँडामा बसेर चाहिँ महिनाको 2 लाख कति कमाउने भनेर गगन थापाले भन्नुभएको कुरालाई धेरै मान्छेहरूले उडाउनु भयो प्रविधिमा गयो भने त प्राविधिक शिक्षा हामीले लियौँ भने त त्यो त असम्भव त होइन यस्तो हुन्छ भन्न खोजेको उहाँले भनेको त आइटी हो आइटीको कुराहरू हजुर आइटीमा चाहिँ अहिले पनि हाम्रो तपाईँले हेर्नु हो भने बाहिर निर्यातमा दोस्रो तेस्रोमा आइटी पर्छ होइन पैसा निर्यात गर्ने भनेपछि आइटीको धेरै एउटा कोठा एउटा कर्नर तपाईँ पनि एउटा कर्नर बसेर वर्ल्ड वाइड तपाईँको काम चाहिँ मैले गर्नु सक्नुहुन्छ होइन अहिले त्यस्तो छ नि त त्यसले गर्दा त्यो हो एउटा आइटीको अब अर्को प्रविधिभित्र हामीले अरू भन्छ नि इन्जिनियरिङ अब कृषि अनि अरू छन् नि एनिमल साइन्स प्लान्ट साइन्स फिसरी यस्तो यो के भइदियो भने यो हाम्रो स्कुलहरूमा सुरु गरौँ नौबारमा जस्तै मलाई त्यो कुराहरूलाई चाहिँ जस्तै धेरैले उडाउनु भयो क्या सामाजिक सञ्जालतिर चाहिँ अब ल्यापटप लिएर किर्तिपुर जानुपर्छ लगायतका कुराहरू धेरै सुनियो आइटी क्षेत्रमा विकास गर्ने हुँदा त उहाँले भनेको कुरो धेरैले उडाउनु भयो यो कुरो चाहिँ नि यो प्रविधि आइटी सम्बन्धी चाहिँ धेरै मान्छेलाई ज्ञान कम रहेछ भन्ने कुरा त्यहाँबाट बुझिन्छ अहिले आइटीको चाहिँ त अब सबै कुराहरू आइटीमा छ होइन अब धेरै प्रविधिहरू छ अब यसबाट आइटीका धेरै नै भेराइटी छन् होइन अहिले मेडिकल फिल्ड पनि छुट्टै आइटी हुन्छ अब इन्जिनियरिङ आइटी छ रकेट उडाउने आइटी हो जहाज उडाउने आइटी हो होइन अब त्यो हामीले सबै कुराहरू इन्फर्मेसनहरू त आइटीबाट जाँदैछ नि अझ नानो टेक्नोलोजी भन्छ अहिले मोबाइल हेर्नु ल्यापटप हेर्नु पहिला कत्रो ठुलो टेलिभिजन थियो कत्रो ठुलो डेस्कटप कम्प्युटर हुन्थ्यो अहिलेसम्म गएर त्यसले नानो टेक्नोलोजी हुन्थ्यो नानो टेक्नोलोजी यति ऱ्यापिडली चाहिँ तपाईँको विकसित भएको छ त्यसले गर्दाखेरि यो सबै गर्ने काम त आइटीले हो नि त त्यसले यो क्षेत्रमा हाम्रो युवाहरूलाई लगेर सबै त्यही क्षेत्र गर्दा पनि कस्तो भयो भने हामी चाहिँ हाम्रा जमिनहरू सबै बाँझो रहने उत्पादन केही नहुने अब मकै कोदो गहुँ तोरी अब दाल चामल सबै बेसा खाने हुन्छ नि बाहिरबाट ल्याउनु पर्ने हुन्छ त फेरि हामीले कमाएको पैसा सबै बाहिर जानु पऱ्यो कि पहिलो के अरे हामी उत्पादन गर्नुपर्छ भन्ने कुरामा जानेर अब हाम्रो उत्पादन नपुगेपछि किन्ने त स्वाभाविकै हो नि पहिला हाम्रो जमिनहरू बाँझा नहुनु होइन हाम्रो जमिनमा तपाईँको खेतीपाती फलफुलहरू अनि हामी त्यसबाट नि त्यो पैसा बाहिर पठाउनु परेन भने त हामीले किन्नुपर्ने धेरै छैन औषधि हाम्रो त त्यति उत्पादन हुँदैन औषधि किन्नुपर्छ तेलहरू किन्नुपर्छ मेसिनरी औजार किन्नुपर्छ अन्य इक्विपमेन्ट किन्नै पर्छ त्यो त हाम्रो अब उपाय छैन हजुर जस्तै अब प्राविधिक धारका प्राविधिक विषयवस्तुको कुरा गर्दा अहिले हजुर चाहिँ नास्टको अध्यक्ष पनि हुनुहुन्छ त्यो संस्थामा चाहिँ कस्ता यो हाम्रो चाहिँ यो अन्तर्राष्ट्रिय उसमा भने नासाले जुन खालको अध्ययन गर्छ वैज्ञानिकहरू उत्पादन गर्छ ठ्याक्कै त्यस्तै खालको होइन हाम्रो त्यसको भूमिका नेपालको सन्दर्भमा म नास्टको सेवा आयोगको अध्यक्ष सेवा आयोग हजुर नास्टको अध्यक्ष सेवा आयोग हजुर अब वास्तवमा त्यो हामीले नै त्यो वास्तवमा देशभरिको एपेक्स चाहिँ भनौँ न मात्र हेड केन्द्रीय रूपमा साइन्स एन्ड टेक्नोलोजीको रिसर्च इन्स्टिट्युट हो त्यो अब तपाईँले भने जस्तो उता अमेरिकामा नासा भने जस्तो हाम्रो नास्ट हो कि वास्तवमा अब यसले गर्नुपर्ने काम त्यही रिसर्चहरू नै हो टेक्नोलोजीमा नयाँ टेक्नोलोजी डेभलप गर्ने अथवा कुनै विश्वमा अन्यतिर भएको टेक्नोलोजी हाम्रो अनुकूल बनाउने एडप्टेसन गरेर यहाँ चाहिँ त्यो प्रविधि भित्राउने भन्ने हो तर त्यति धेरै त्यस्तो गर्न सकेको चाहिँ छैन हाम्रो नास्टले अब केही त हुँदैछन् पहिला त स्टाफको पनि कमी थियो अहिले स्टाफ पनि हुन्छ अब सबै स्टाफ नभइकन हामीले रिसर्च फेलो लिएर अथवा ब्रेन पुलिङमा ल्याएर रिसर्च एसिस्टेन्टहरू अनि इन्टर्नहरू लिएर पनि काम भइरहेको छ त्यहाँ तर जति हिसाबमा बाहिर मान्छेले अपेक्षा गरेर त्यो चाहिँ देखिने आएको चाहिँ छैन हजुर त्यसको थोरै जुन संस्थाको महत्त्व र त्यसले अहिले अलिक प्रभावकारीमूलक कामहरू के गर्दैछ अब त्यो चाहिँ त त्यसको चाहिँ यो
विशेष अहिले नाटकले धेरै इन्टरनेसनल्ली रिकगनाइज अथवा इन्टरनेसनल्ली प्रशंसा पाएको चाहिँ यो पानीमा हो, पानीको टेस्टको त्योदेखि लिएर अब अहिले हाम्रो यो अलि पहिले जापानबाट एउटा रकेट पनि उडाएको थियो होइन, अब अहिले त्यो पनि इन्डियाबाट इसरोबाट उडाउनेमा त्यसमा केही काम भएको छ भन्ने लाग्छ। म त अब सेवा आएको भयो हुनाले धेरै उता कुराहरू मलाई पनि मैले चासो लिएँ मात्रै थाहा पाउने भयो र त्यो एउटै अड्डा भएको हुनाले त्यहाँ उहाँहरूको चाहिँ यो मोलिकुलर बायोलोजीका कुरादेखि लिएर अनि यो डिएनए सिक्वेन्सिङ के काम त्यहाँ ल्याबमा हुन्छ। थुप्रो विद्यार्थीहरू विश्वविद्यालय विद्यार्थीहरू पिएचडी के अरे मास्टरका थेसिस लेख्नेहरू आएर त्यहाँ चाहिँ रिसर्च गरिरहेको हुन्छन्, केही न केही गरिरहेको छन्। एउटा दुईवटा मैले हेरेको थिएँ, एउटाले के गरेको कुनै हाम्रो यहाँ फार्माक्युटिकबाट त्यो प्याजको स्टडी गरेर प्याजको कुनबाट क्यान्सरको औषधि बन्न सक्छ भन्ने इच्छा पनि उहाँले त्यो रिसर्च गरिरहेको थियो। रिसर्चले त धेरै टाइम लाग्छ फाइन्डिङ गर्नलाई। अनि अर्को चाहिँ यो जुन हाम्रो मोबाइलहरू छ नि, यो मोबाइलमा चाहिँ मोबाइल ल्यापटपहरूमा मदरबोर्डहरूमा सुन नभई हुँदैन नि। अब तपाईँको बिग्रेको पुरानो मोबाइलहरू हामीले त यहाँ कवाडीलाई दिन्छौँ होइन, त्यो चाहिँ नाटले के गरेको छ त्यहाँबाट सुन मात्रै निकाल्ने पनि एउटा प्रविधि गरेर काम गरिरहनु भएको छ। यसरी गऱ्यो भने त अरबौँ सुन हामीसँग छ भन्ने उहाँको कुरो थियो। यस्तै अनि विभिन्न टेस्टहरू भइरहेको छ। अब हामी यहाँका लेखन र साहित्यिक कुराहरूतिर गफ गरौँ। यहाँले जुन पछिल्लो समय यो प्रतिरूप भन्ने उपन्यास जुन यहाँको बजारमा आएको छ, यो कस्तो खालको उपन्यास हो? यो वास्तवमा प्रतिरूप उपन्यास चाहिँ मैले धेरै झन्डै 69 सालदेखि दिमागमा अलिकति त्यसले मलाई टच गरेको थियो। मेरो परीक्षा नियन्त्रकारलेको नियन्त्रक हुँदा म परीक्षाको प्रश्न एसएलसी त्यतिखेर एसएलसी 69 क्वेसन छाप्न प्रश्नपत्र छाप्न जनशिक्षाको सेक्युरिटी प्रेसमा गएको थिएँ। त्यहाँ काम गर्ने एउटा होमबहादुर मगर ओखलढुङ्गाको। अनि यस्तै गफ हुँदा म त्यहाँ काम गर्ने छ नि मजाले गफ गर्थेँ। गफ गर्दा यस्तो काम त केही होइन सर, म त कत्रो त्यो कोइलाखानीमा काम गरेको, कति तल जानुपर्छ भनेपछि उहाँहरूको त्यो कुरामा कोइलाखानीमा काम गरेको मान्छे कस्तो होला कोइलाखानी भने यस्तो कुरामा मलाई त्यो इन्ट्रेस्ट जागेर अनि मैले उहाँसँग धेरै छलफल गरेँ। पछि उहाँसँग एक दिन गएर छलफल गरेर अनि मैले त्यो कथा चाहिँ एउटा पाहाडको मान्छे, अब जस्तै यहाँ ओखलढुङ्गा, खोटाङ, उदयपुर होइन लेखानीतिरका मान्छेहरू, मेघालयको ज्वाइँ डिस्ट्रिक्ट भन्नुहुन्छ त्यहाँ गएर कोइलाखानी काम गर्ने जुन छन् तिनीहरू। अनि त्यहाँबाट त्यहाँको विशेष गरी आदिवासी खासी जनजाति आदिवासीसँग उनीहरूको महिलाहरू त्यो मातृसत्ता भएको त्यो महिलाहरूसँग विवाह गरेपछि फेरि महिलाकै घर गएर बस्नुपर्ने त्यो खालको उहाँहरूको मातृसत्ता कल्चर। त्यो खालको हिसाबमा नेपालका जुन कोइलाखानी काम गर्ने मान्छेहरू यता बिहाबारी गरे हुन्छन्, उता पनि खासीको महिलासँग बिहा गरेर उतै बस्छन्। अनि यतापट्टिदेखि परिवारहरू बिछोड हुने, नआउने, हराएको हुने त्यस्तो खालको कथा पनि मैले त्यहाँ पाएपछि त्यसलाई मैले एउटा महिलाको जुन विवाह भएको, त्यसपछि श्रीमान दुर्घटना परेको, त्यसपछि त्यो अरूसँग संसार गरेर बच्चा जन्मेको, त्यो बच्चालाई पछि कुनै एउटाले एक्सेप्ट गरिदिएको त्यो मान्छे नआयो, एउटा महिलाको पीडाले दुःख गरेर धेरै जोड्दै छुट्टिँदै जिन्दगीमा ती कुराहरूलाई लिएर मैले चाहिँ बनाएको। विशेष गरी मैले 2-3टा इस्यु पनि राखेँ, जस्तै नागरिकताको कुरा, जन्मकर्ताको कुराहरू, जस्तै यहाँ साना मसिना कुराहरू पनि तपाईँले यहाँ समावेश गर्नुभएको छ। यो तपाईँले त्यसै गरी काल्पनिक या वास्तविक पात्रहरू कसरी यो घटनालाई चाहिँ यो पात्रहरू काल्पनिक हुन्, घटना वास्तविक हुन्। हजुर है यो पात्र त अब काल्पनिक पात्र हो, यो यथार्थ घटनामा आधारित चाहिँ एउटैको जीवन होइन। हजुर एउटा भिन्न भिन्न मान्छेको जीवनमा घटेको घटनाहरूलाई मैले एउटैमा लगाएर उहाँहरूको कथा चाहिँ बुनेको। कथा चाहिँ काल्पनिक पात्र वास्तविक घटना हो, तर एउटैको जीवनमा भएको होइन, तर भिन्न भिन्न मान्छेको जीवनमा घटे हुनाले
यहाँ मसिना कुराहरू त के छ भने तपाईँको चाहिँ सबैको जीवनमा चाहिँ ठुला घटना कहाँ हुँदैन मान्छे सबै होइन त्यत्रो स्टोरी त्यत्रो प्लट कहाँ हुन्छ र मान्छेको जीवन सानो मान्छेलाई साना साना घटनाले उसको जीवनको टर्निङ पोइन्ट चेन्ज हुन्छ युटर्नै हुन्छ नि मान्छे यहाँ त्यस्ता धेरै त्यस्ता घटनाहरू छन् जसले मान्छेको उसमा एकदम युटर्न भएको छ कि अब तपाईँको त्यो शङ्कर शम्भुको कुरा ऊ चाहिँ घरमा बाले स्कुल कुन पढ्छु भन्थ्यो त्यो पढ्नु त्यहाँ हुँदैन भन्दाखेरि घर छोडेर हिँडेको कुरो त्यसपछि तपाईँको जुन हाम्रो सिलगढीबाट अलमडीबाट एउटा लगिदिएको त्यो पनि असममा गएर चाहिँ मेघालय जाने गाडीमा मान्छेतिर लगाइदिएको त्यहाँदेखि नभए त मैले त्यसरी उसको जीवनमा त आउँथेन होला अब भिनाजुलाई भेट्न जाँदाखेरि अब तपाईँको चाहिँ प्रवीण त्यसरी उहाँ चाहिँ मेघालयमै बस्यो उनी हाँसी महिलासँग माया वृत्तिमा पऱ्यो अब यस्ता खालका मान्छेको जीवनमा साना साना घटनाले पनि अब तपाईँ मेरो भेट पनि एउटा कुनै समय भयो कि एउटा कुनै टर्निङबाट हामी भेट हौँ त्यस्तै मान्छेको जीवनमा धेरै धेरै यस्ता संयोगहरू हुन्छन् ती धेरै कुराहरू यहाँ संयोग अथवा दुर्घटनाबाट पात्रहरूको जीवनमा अद्ली बद्ली भएको छ कि जस्तै हजुरले यो उपन्यासमा अब पहाड तराई अनि यो भारतको मेघालय जस्ता स्थानहरू छनौट चाहिँ कसरी यसो हो त्यही मैले भने त्यो कोइला खानीको कहाँ गएर छ भनेर जुन हाम्रो जनशिक्षा काम भने ऊ चाहिँ मेघालयमा रहेछ होइन जवाई डिस्ट्रिक्ट भन्नेमा त्यो भएर त्यतापट्टिको प्लट लिनु पऱ्यो त्यसले गर्दाखेरि त्यतापट्टि पऱ्यो भने अनि यो धेरै जसो मेघालयमा कोइला खानी कहाँ कहाँ जान्छन् त भन्दाखेरि खोटाङ ओखलढुङ्गा उदयपुरको यतापट्टि कटारी अथवा लेखानी यतातिर पनि गएका छन् भन्ने खालको हिसाबले गर्दा हाम्रो गाउँतिर धेरै असमतिर जान्थे होइन असम जाने त्यसपछि उता मेघालय जाँदैन्थे होइन तर हाम्रो गाउँको एउटा चाहिँ जानुभएको छ भेषराज बाबा भन्ने उहाँको बुवा चाहिँ उहीँ पढेको हुनुहुन्थ्यो उहाँ चाहिँ म मेघालयको सिलुङमा हो भन्नुहुन्थ्यो तर उतापट्टि कोइला खानीतिर रहन्छ त्यो भयो अर्को चाहिँ अरू जुन छ नि पर्वतदेखि लिएर तपाईँको स्याङ्जा अनि रूपन्देही भनेको म आफ्नै त्यहाँ जागिरमा काम गरेको हुनाले र आफ्नो छिमेकी ठाउँ भनेर म त्यसरी लिएको थियो र अरू धेरै रूपन्देहीको धेरै राख्न कारण म जहाँ काम गरेको थिएँ जुन जुन ठाउँ घुमाएको थिएँ त्यो हिसाबले मलाई धेरै अनुभव थियो त्यसले गर्दा त्यहाँको आञ्चलिकता पनि आउने भयो अब एउटा पाहाडको कुरो मधेसको कुरो पनि आउने भयो होइन अनि मैले त्यहाँको लोकल भाषा पनि प्रयोग गरेको छु यसमा यी चाहिँ मैले आफ्नो अनुभवलाई पनि अनि जस्तै तपाईँको परीक्षा नियन्त्रण हुँदाखेरि विद्यार्थीको के समस्या हुन्छन् कसको जन्म दर्ता हुँदैन कसको बाउको नाम चेन्ज गर भन्ने हुन्छ कसको थर चेन्ज गर्नुपर्ने हुन्छ कसको बाउको नामै अर्को परेको हुन्छ यी किन पऱ्यो भन्दाखेरि यिनै यस्तै समस्याहरू आउँदो छन् कि त्यसले समस्याहरूलाई मैले यहाँ ती महिलाहरूको समस्यामा जोडेर लेखेको छु। हजुर मेघालय जानुभएको छ या छैन? गएको छैन त्यसको लागि मैले भेषराज बराल उहाँबाट लिएँ र अनि असमतिरको हाम्रो किशन प्रसाद बराललाई अनि असममै बसेर पढेका उनले मलाई उहाँहरूले पनि दिनुभयो सूचनाहरू र म अब गुगलहरूबाट पनि हेरेँ गुगलमा खोजेँ जस्तै खासीहरूको कल्चर के हुन्छ नाम के हुन्छ खासी जातिहरूको कुन धर्म मान्दा रहेछन् भन्ने कुराहरू मैले गुगलबाटै अध्ययन गरेँ त्यो दाइसाहरूबाट भेषराज सरबाट इन्फर्मेसन धेरै लिएर अनि मैले लेखेको वास्तवमा मेरो माओली असम पनि हो तर म अहिले पनि अहिलेसम्म असम गएको छैन र मेघालय पनि गएको छैन। होइन हजुरको त्यो पुस्तकमा चाहिँ जुन हजुर आफै त्यहाँ गएर देखेर भोगेर घुलमिल भएर पुरानो भए जस्तो गरेर हजुरले जुन त्यहाँ लेखनहरू त्यहाँ उतार्नु भएको छ भनेपछि गएको मान्छेहरूको अनुभव जुन सुनेर नै हजुरले तयार पार्नु हो त्यसरी रूपन्देही कास्की चाहिँ म आफै भएँ देख्ने भोग्ने जस्तो किताब पढ्दाखेरि चाहिँ हजुरले अरूको कुरो सुनेर होइन आफै त्यहाँ गएर बसेर पुरानो भएर लेखेको जस्तो बुझिन्छ। होइन म गएको छैन अब मैले त्यो त पाठकहरूले त्यसरी महसुस गरिदिनु भनेको मेरो लेखनमा पनि सफलता ठान्छु म त त्यसलाई त्यसो भए। अच्छा अब जुन यो प्रतिरूप उपन्यासभन्दा अगाडि पनि हजुरले उपन्यासहरू लेख्नु भएको छ? उपन्यास एउटा लेखेको छु स्यानी। हजुर स्यानी भनेको स्यानी वास्तवमा मेरो आमाको
बोलाउने नाम भन्छ नि गाउँघरमा। हजुर हजुर आमाको माइततिर भने मेरो मावलीतिर मलाई आमालाई सानी भन्थे। त्यो भएपछि आमाको सम्झनामा लेखेको उपन्यास भएको हुनाले त्यहाँ आमा र म दुवैजना पात्र, मेरो म वास्तविक पात्र, आमा वास्तविक पात्र। त्यसलाई एउटा आमाको मातृवियोगपछि आमालाई कसरी आमाका सम्झनामा के घटना आउँदो रहेछन् भन्ने कुरा मैले चाहिँ ती सम्झना भएका विगतका त्यसै फ्ल्यासब्याकै हुन्थ्यो क्या सबै। पहिलाको सम्झिने नै हो, सम्झिने कुराहरूलाई मैले लेखेको र त्यसमा विशेष गरी मैले यो गरुड पुराण जुन त्यहाँ जुन के अरे 13 दिनको उसमा सुन्नुपर्ने, 5औँ दिनदेखि 9 दिनसम्म गएर 5 दिन सुन्दो रहेछ, 5औँ 6औँ 7औँ 8औँ 9औँ त्यसमा 16 अध्याय जस्तो लाग्छ मलाई। 16 अध्याय त्यो गरुड पुराणमा के रहेछ त भन्ने कुरा पनि यो उपन्यासमा मैले राखेको छु र त्यसमा हामीले लिन पर्ने कुराहरू, कतिपय लिन नपर्ने कुरा अथवा ग्राह्य नहुने कुरा पनि छन्। ती कुराहरूलाई गरेर तपाईँको ग्रहण नगरिकन त्यसमा दिएका सूचना, इन्फर्मेसनहरू, जानकारीहरू कतिपय गम्भीर कुराहरू, राम्रा कुराहरू पनि छन् भन्ने कुराहरूलाई मैले चाहिँ यसमा चाहिँ उल्लेख गरेको छु। र अर्को पछि मैले एउटा अध्ययन गर्दै के भने जस्तै सुशासनका कुराहरू जुन हाम्रो अहिले फौजदारी संहिता, देवानी संहिताहरू छन् ती अथवा पहिलाको मुलुक ज्ञानका कुराहरू कतिपय त गरुड पुराणबाटका कुराहरू त्यहाँको कुरा मिल्छन् भन्नाले हाम्रो पहिला त कानुनभन्दा धर्मबाटै अथवा पुराण शास्त्रबाट निर्देशित थियो होला। त्यसले गर्दा कतिपय कुराहरू मिल्छन्। तपाईँको बाटोमा काँडा नलाउने, सार्वजनिक जग्गा नमिच्ने, पोखरीहरू नदीहरूमा फोहोर नगर्ने भन्ने कुरा त अहिले पनि छ। त्यतिखेर त्यो गरुड पुराण पनि छ कि। अनि यहाँले अघि भन्नुभयो विभिन्न घटनाहरूलाई जोडेर बनाएको भनेर भन्नुभयो। यहाँ चाहिँ विभिन्न घटनाहरूलाई दुरुस्तै आफैले भोगेका, देखेका, जसरी साहित्यिक शब्दहरूलाई असाध्यै राम्रोसँग बुन्न सिपालु हुनुहुन्छ। यहाँले त्योभन्दा अगाडि मालामा नअन्निएका फुलहरू भन्ने पुस्तक पनि लेख्नु भएको छ। त्यो कुराले पनि हजुरको लेखन शैलीलाई अझै बुझ्न सजिलो हुन्छ। मालामा नअन्निएका फुलहरू मेरो निबन्ध हो। तर त्यो के भन्छ अब अनुभूतिजन्य आत्मपरक त्यहाँ म आफैले भोगेको कुराहरूलाई मैले 20वटा शीर्षकमा लेखेको छु। र ती चाहिँ वास्तवमा बिल्कुल वस्तुगत भन्दा पनि विषयगत छन् र आफ्नो अनुभूतिहरूलाई मैले त्यहाँ प्रकट गरेँ। अहिले त त्यस्तो लेख्ने शैली पनि निकै चलेको छ। जस्तै हजुरले यो प्रतिरूपमा यो रूपन्देहीको घटनाहरूलाई यो भोजपुरी भाषामा पनि प्रयोग गर्नुभएको छ। हजुरलाई भोजपुरी भाषा सम्बन्धी खासै त्यति आउँदैन, अलिअलि बुझ्दै पनि। तर प्योर भोजपुरी भन्दा नि अवधि र भोजपुरीको मिक्स जस्तो छ त्यहाँको भाषा। तर त्यो जुन देहात भन्छ नि, देहात भनेको विशेष गरी गाउँ भन्छ देहातमा, त्यहाँ चाहिँ यो मधेसी समुदायहरूमा यो भाषा प्रयोग हुन्छ। त्यो चाहिँ मैले साथीहरू 2जना साथीहरूलाई बर्खु रजगेर हाम्रो श्रीनिवास पाल भन्ने साथीहरूलाई मैले नेपालीमा लेखेर उहाँहरूले त्यो भाषामा उल्था गरिदिनु भयो। भनेपछि भोजपुरी भाषा चाहिँ हजुरले साथीहरूको सहयोग मार्फत त्यसलाई प्रयोग गर्नु। त्यो गरेपछि के भने त्यो अनरसिप पनि हुन्छ होइन, आफ्नो फन्ड पनि हुन्छ। अर्को चाहिँ त्यहाँको वास्तवमा रिक्सावाला, चिया पसलवाला, तरकारी पसलवालाले बोल्ने त त्यहाँको स्थानीयले त त्यहीँको भाषा बोल्छ नि। त्यो भाषा बोल्दाखेरि मिठो पनि हुने, हामीले कुरो पनि बुझ्ने, हाम्रो कुरो नेपाली भन्दा उहाँले पनि बुझ्नुहुन्छ। अनि उहाँले फेरि त्यही भोजपुरी भन्नुहुन्छ कि जस्तै एकदमै मिठो चिया बनाइदिनुहोस् न भनेर उसले भन्छ होइन, उहाँको भाषा भन्नुहुन्छ। अनि यो गरिदिनुहोस् न भनेर यस्तो। त्यहाँ अर्को एउटा रिक्सा दुर्घटना छ नि, त भोजपुरी भाषी मान्छे उहाँ रिक्सा दुर्घटना नि उहाँले भन्नुहुन्छ त्यसरी। भनेपछि मैले त्यो भाषा पनि प्रयोग गर्दाखेरि स्थानीयता पनि आयो। अनि अब तपाईँको त्यो भाषाप्रतिको पनि हाम्रो त्यहाँ एउटा न्याय हो जस्तो मलाई लाग्यो। हजुरले अहिलेसम्म कुन कुन विधाका पुस्तकहरू हजुर बजारमा? मेरो चाहिँ गीतहरू एउटा है 4-5 कति छ होइन। अनि बाल कथामा चाहिँ लघु कथा छन्, केही लामो कथा पनि।
तर एउटै उसमा छ अनि बाल कथाहरू छ एउटा सानीको बर्थडे अनि बाल गीतहरू पनि छन् त्यसपछि मैले उपन्यास चाहिँ 2टा भयो होइन अनि त्यसपछि निबन्धमा सिकाउने शैली सिकाइसकेर मलाई नहुने फलहरू त्यो लेखिसकेपछि जस्तै 11-12वटा किताब चाहिँ शिक्षा सम्बन्धी शिक्षा चिन्तन विद्यालय शिक्षा शिक्षक व्यवस्थापन शैक्षिक विमर्श शैक्षिक दृष्टान्त यस्ता शिक्षा सम्बन्धी सैद्धान्तिक कुराहरू नीतिगत कुराहरूलाई लेखेको शिक्षा दर्शन आचरण भन्ने यस्ता किताबहरू शिक्षा सम्बन्धी छ म शिक्षामै धेरै समय काम गरेँ हुनाले त्यो विषयहरूलाई मैले चाहिँ एउटा सिद्धान्तको आधारमा अनि हाम्रो नीतिको आधारमा त्यसलाई विश्लेषण गरेर लेखेँ। पछिल्लो समय त अब यो शिक्षा सेवा आयोगको अध्यक्ष हुँदाखेरि पहिलेको तुलनामा त समय केही निस्किन्छ नि हजुरलाई अहिलेको पछिको समय चाहिँ के तयारी गर्दै हुनुहुन्छ? शिक्षा सेवा आयोग होइन नास सेवा आयोग नास्ट सेवा आयोग अवस्था समय त्यहाँ धेरै व्यस्तता हुनु पर्दैन त्यही भएर नास सेवा आयोगमा गइसकेपछि पनि मैले 4-5वटा किताबहरू तयार भयो अहिले पनि मेरो चाहिँ राइटिङ भइरहेछ। अहिले पछिल्लो समय कुन कुन विधाको अहिले मैले त्यही एउटा निबन्ध अनुभूति जन्ने निबन्ध त्यो विशेष गरी अनुभूति नै कस्तो भन्ने भने मैले जुन अड्डाहरूमा काम गर्दा जुन कुनै समस्याहरू आए नि तिनलाई कसरी समाधान गरेँ भन्ने हिसाबमा त्यस कस्तो तयारी गरियो कसरी गरियो भन्ने अनुभूति जन्ने अवस्थामा प्रबन्धहरू थियो त्यो लेखाएको छु। अर्को चाहिँ शिक्षाका शैक्षिक नाटक त्यो पनि छ। अर्को समालोचना 3टा चाहिँ लगभग मैले लेखिरहेको छु त्यहाँ तयार भएको त्यो बस्या बेला केही न केही लेखौँ एउटा त्यो प्यासन जस्तै भयो कि के लेखौँ हुन्छ अनि लेखिने र अहिले गीतहरू पनि अहिले नयाँ एउटा गीत चाहिँ रेकर्डिङको तयारीमा छ वर्ष एउटा गीत रमाइलो गरौँ रमाइलो पनि गर्नुपर्छ भनेर हामी गीत पनि गर्छौँ। हजुर यहाँको गीतहरू राम्रो हुन्छन् पछिल्लो समय रचना रिमालको स्वर र राजन बरालको स्वरमा पनि आएको छ त्यो सिमले छौ कि जल्किने र त्यस पछाडि एउटा हरि मेरो हरि भन्ने त्यो गीत चाहिँ अब छिटै बजारमा आउँछ मेलिना राईको स्वरमा आउनु भएको छ। त्यो गीत चाहिँ हरि मेरो हरि भनेर एउटा भगवान् हरि भन्ने आयो कि आफ्नो प्रेमीलाई भनेको भन्ने मान्छेलाई कन्फ्युजन टाइपले हामी लेखेका छौँ र यसपछि अब नयाँ हामी रेकर्डिङको सिलसिलामा ट्याङ्कु अलिकति गिटार बेसमा एउटा गीत चाहिँ हामी तयारी गरिरहेका छौँ। अनि यहाँ चाहिँ शिक्षा क्षेत्रमा शिक्षा प्रशासक शिक्षाको महत्त्वपूर्ण जिम्मेवारी सचिवसम्मको जिम्मेवारी सम्हाल्नुभएको मान्छे साहित्यिक लेखनमा पनि त्यत्तिकै अगाडि हुनुहुन्छ साङ्गीतिक क्षेत्रमा पनि लेखनमा अगाडि हुनुहुन्छ। अब पछिल्लो समय हजुरले यो उपन्यासका बारेमा हजुरलाई हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ उपन्यासका बारेमा केही यो प्रतिरूप उपन्यास मलाई के लाग्छ भने यो सबै तपाईँ हामी जहाँ बसेको समुदाय छन् नि त्यो सबै समुदायको कथा जस्तो लाग्छ मलाई। घटना साना छन् तर साना घटनाले धेरै नै मान्छेको जिन्दगीलाई उथल पुथल गरिदिएको छ र यस्ता घटनाहरू नागरिकताका इस्युको बारेमा यसरी तपाईँको एउटा महिलाहरूले पाएको दुःख अथवा तपाईँको आफ्नो संस्कृति धर्मभन्दा पनि आफ्नो सन्तान प्यारो हुन्छ भन्ने खालको जुन आमाको मातृवात्सल्यता छ यी आदि कुराहरूलाई मैले यसमा राखेको छु र विशेष गरी तराई पहाड अनि भारतको जुन मेघालय असमदेखि कुराहरूलाई पनि जोड्या हुनाले वास्तवमा पढ्नलाई पनि मनोरञ्जन पनि हुने र केही सूचनाहरू अब कुनै एउटा तपाईँको म चाहिँ त्यो प्रेम कहानी खालका मैले त्यति लेखेको छैन लेख्न मलाई धेरै जरुरी पनि लाग्दैन किनभने पढ्यो 2जना नायक नायिकाको मिलन अथवा बिछोड हुन्छ सिद्धियो नि त्यो कथाहरू माया प्रेमका यो होइन कि तपाईँको समाजमा कुनै सन्देश दिने पनि होस् मान्छेलाई पढ्दा पनि के भने मनोरञ्जन पनि होस् र यसपछि के हुन्छ भन्ने खालको कौतूहलता पनि जागृत हो र पाठकले पढ्दै नछोडोस् भन्ने हो र यसमा विशेष गरी 5 अङ्क 6 अङ्कसम्म तपाईँको चाहिँ यस्ता विभिन्न त्यसलाई परिवेश बनाएको छ त्यो जुन हामीले पूर्वाङ्ग गर्छौँ नि
एकास सप्ताह गरेर पूर्वाङ्ग एउटा किसिमको छ तपाईँको 7औं अङ्कदेखि पल्ल त्यसले अलिकति घटनालाई नयाँ मोडमा लान्छ। त्यसैले पाठकहरूले सुरुमै पढेर 1-2 अङ्क पढ्दैमा मूल्याङ्कन नगरिदिनु होला। अलिकति यसलाई पुरै पढेर मात्रै यसको बारेमा एउटा धारणा बनाउनु हुन पनि अनुरोध गर्छु। हस् त, यहाँको अमूल्य समय दिनुभयो। यहाँको लेखन यात्रा र प्रशासकका रूपमा जुन काम गरिरहनु भएको छ यहाँलाई उच्च सफलताको शुभकामना छ। धन्यवाद सन्तोष सरलाई, तपाईँले बोलाउनु भयो। विशेष गरी प्रतिरूपको बारेमा र मेरा अन्य व्यक्तिगत पेसागत जीवनको बारेमा पनि कुरा भन्ने अवसर दिनुभयो। यसको लागि म चाहिँ मुनलाइट मिडिया प्रति आभारी छु। धन्यवाद। हस्, नमस्कार।